हेलो गाइस, आज दिदीको बर्थडे अनि यहाँ चाहिएको छ हाम्रो केक, बिग्रेको केक। हेर्न त्यहाँको पसलले यसो ढ्याप्प गरेर हेर्नु नि है, बिगाइदियो नि त्यहाँ मुन्छु। अनि यहाँ मन्जिता छ। अब चाहिँ एक मिनट बाँकी छ गाइस, अर्को मोबाइल छैन। अब हामी सबलाई दिन्छौँ भन्दा म क्यामेरा दिन्छु गाइस। बाई बाई, अहिले भेटौँला झ्याल्ला भन्ने बेला। रोक 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 एकछिन Happy birthday to you. देखा न मेदीलाई यस्तै गर्छ नि भन्न जान्दैन। पुस 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 ब्लग बनाएको छ न। तसेर म त सँगै भइस त बुटु जाम त यहाँ त तिमी केक हेर केक जस्तो ब्युटिफुल ल्याएर तर केक कसैले झ्याप्पै पारेर हेर्न बिगाड्यो फुलै बिगाड्यो पुतली तिमी त पुतली भएर यहाँ छ केक खाऊ केक काटौँ न रुके मुडा छैन मुडा ल मेरो कान त किचि किचि गरायो के ल कसैले केक कसो झिझी लाने बिर्सेको हान्दी हान्दीमा कस्तो दिमाग के ल ल चक्कु दे चक्कु Gigi saya mau kau amit. Happy 1 2 3 go. Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sita. Happy birthday to you. Happy birthday. Kamu tak kira kan? Kati saya ni. Aku pun nak ada kita buat. Pokoknya ya kau. Kata mai kau. Si jauh sok sok. Nanti dulu. Mai nak jauh. Anak suka kamu nak bayar. Lah, sampai sisi sebelah dia. Saja. Mana ni? Ali, jangan sesuai. के चाहियो तेरो अन्त के भयो के खाने के छट खानु पर्यो ज्याची बोतो गर्ने त आज मलाई दे मलाई अन्तरमा त्यो सक्दै के भिडियो मात्रै यहाँ के काटेको नि मलाई दे मलाई कसम मलाई आउँदैन के अहिले म सक्दिन मलाई दे हेरे मेरो अरे गोवा बडमा के टोले आगा भन्नु Ini tadi tu, di sana mau gaya, kau ni. Lah ni pani dah. Lah gua mandang gua. Oh itu pani boleh tu pani. Mana boleh lawan ni kan? Boleh main tu blok mana sih? Itu blok mana? Dari suka kawan nanti cakap. Abu kita kan turun lain ni. Sabar sih dinner, sabar sih. Nah, kah, git. Guys, आजको ब्लग चाहिँ यति नै थियो। अब भोलि चाहिँ के भन्छ रे मन्दिर गएको अब बिहान चाहिँ मन्दिर गएको भिडियो आउँछ। अब सरप्राइज गरेको र मन्दिर गएको भिडियो चाहिँ एकैचोटि आउँछ भन्न चाहन्छु। यहाँ दिदी हुनुहुन्छ अनि यहाँ पुतलीवाला केक अनि यो चाहिँ हाम्रो सुन्ने बिस्तारा अनि म यहाँ छु इन माई सिम्पल लुक भन्ने रे। अनि अब हामी चाहिँ केक खान्छु हेर्नु होला। केक खान्छ भने बस केक काट्यौँ त्यो पानी पानी घुम्नु रहेछ ल केक ह्याप्पी बर्थडे यो चाहिँ मेरो बर्थडे। अब अर्को चाहिँ मेरो बर्थडे हो मलाई कति गीत गाउनु एकदम आशा ल क्रीम धेरै हो क्रीम धेरै म देखिन बे यार बरु म लाग्नु पर्छ छोटो हामी यति बोला हात हामी दे खान्छु खान ल्याम पाए खान हम नानी पुछाले म तिमीलाई लागि देखाउनु हामी जति काम गर्नु हैन मान्छेलाई पठाएको हैन तिमी यति क्रीम हाल्नु रे ह्याप्पी बर्थडे मेरो बर्थडे आउँछ कोही थाहा हैन ठ्याक्क बर्थडे ह्याप्पी बर्थडे बिर्स्यो बोले ह्याप्पी बर्थडे हामी आज पुरा पछि म कान्नु अस्ति म चाहिँ के गर्दा आज पुरा माथि ब्ल्याक माथि यस्तो तर ब्ल्याक छ कस्तो हुन्छ त्यो कोला दे पनि गुमा गरे के कति राम्रो थियो है तर म बोल्न थियो नै गुमाको राम्रो थियो भने यो पुतली हो दिनुहुन्छ यो पुतली दिनुस् तपाईले पठाइ दिनु पर्यो काल काटी सके पुतली भनेर म हात हालिदिनु बिना मस्त आरे तो बड सबैले माने के के फोटो अब अहिले धेरै भयो
मन अब पर्दैन हामीले स्ट्यान्ड यो देखि हुन्छ यो देखि कति महँगो के होला ल ल यो यसको प्राइस न त यसको प्राइस त आधी पनि पाइस न कति 800 मिलेन है के हुन छोड्यो धेरै हो अब के छ के त 750 750 त यहाँ यो हेर के यो त्यो 1050 मिलेन आइछ नि हजुर तर पैसा त बेच्नु मिलेन यसमा त गोल्डन कलरमा त हाले चुस्नु मिति यस्तो हुन्छ हैन चुस्ता चुस्के नि बानी काट्यो त सेतो छ ओइ खै मेरो बुढाको यसो त कम दिन जान्छ म डर लाग्दैन यसो त अब त मेरो मुख धुन जिरेको पिम्पल आउँछ यस्तो यस्तो भयो किन पठाएको लागि भिडियो हेर्नै छ यार यहाँ बाहिर पठाएको ला अब अब किन धेरै भयो हुन्छ क्या भन्दै यो तले हामी मिल्छ मैले एक ज्याप गरेर जानुपर्छ के भोलि भन्ने हो अब एकछिन सुटेन पनि दिला अब सुटेन छ है कति जाएर के काटेको देखेर मलाई यस्तो आयो यहाँ आएर यहाँ सौन आदि के धेरै जस्तो गरेको मैले गाउँ ब्लग हालेर बटे ब्लग यिनीहरूले त सेलेन्डर भिडियो कस्तो आइछ तर्सेर सिकासँग भएछ के खै तेरो हेर्नु न ले कस्तो भयो उस्तो गर्नु यस्तो बोल्नु पपाले चाहिँ जान त्यो नाचिले अनि त पनि यहाँ ताजा हाम्रो र बौले जरा उसले जाक मोले तेरो त हात कति हेलो गाइस वेलकम टु माय न्यू ब्लग अनि आज चाहिँ मन्दिर जान लाग्यो गाइस ल्याउँछ न मलाई भनेको गाइस अब चाहिँ हामी निस्कियौँ अनि हामी चाहिँ पठाउमा जाने हो देखेछ वेलकम टु माय न्यू ब्लग भन्ने यार बौले तैँले भनिसकिस् त मन किन भन्ने भन्न मेरो ब्लग हो र तेरो ब्लग हो जी बहिनी हामी चाहिँ अब जान्छौँ पठाउमा अनि अहिले जाँदै गरेको पनि भिडियो बनाउँछौँ साथीहरू अहिले चाहिँ हामी अघि निस्किँदैछौँ चाहिँ रेडी भनेको भिडियो बनाउनु बिर्सेको हामी चाहिँ उठेर रेडी नआएको सँग भिडियो बनाउनु बाई बाई आज चाहिँ मेरो बर्थडे हो गाइस त्यही भएर हामी चाहिँ मन्दिर जान लागेको म बहिनी अनि मन्जिता कुन मन्दिर जान लाग्छ हामी चाहिँ बिन्दावासिनी मन्दिर जान लागेको साथीहरू लेट भइसक्यो हामीलाई नङ पालिस नि देख्यो होइन यार हामी चाहिँ भर्खर निस्किनेर यहाँ मन्दिर हामी चाहिँ आइपुग्न लाग्यो है गाइजहरू हेर्नु होला मन्दिर बिन्दावासिनी भिडै आज पनि यस्तो गाइज मलाई भ्लग बनाउन लाज लागिरहेको हामी चाहिँ यहाँ नदी फुल के भन्छ अरे नरिवल फुल्न आएको अनि यहाँ चाहिँ यस्तो रहेछ भ्यू यताबाट जानु क्या अनि यहाँ चाहिँ भजन गाइरहनु भएको अनि उहाँ पनि के हो छ अब मलाई थाहा भएन यहाँ चाहिँ उहाँले फुटालिनुहुन्छ अरे हुन्छ हामी चाहिँ तनी राम्रो हुन्छ सोचेको कुरा सबै कुरा पुरा होस् ल धन्यवाद हजुर हाम्रो उसमा चाहिँ फुल परे गाईहरू अब हामी लक्की भइसक्यौँ अब हामी चाहिँ यहाँ पूजा गर्न जान्छौँ यहाँ चाहिँ खासै भिडियो नबनाउनु मिल्दो रहेछ गाइस त्यही भएर अब पूजा गरेर भेट्छौँ ल बाई बाई अब हामी यहाँ पूजा गर्न जान्छौँ अनि हाम्रो पूजा सक्यो अनि धुपा नै त्यति हो गाइसहरू हामी चाहिँ सबैतिर पूजा गरेर भ्यायौँ अब यहाँ चाहिँ धुप बाल्ने कार्यक्रम छ त्यही हो अब त्यसतिर बनाउनु घर जाने हो गाइस साथी छ यहाँ मैले त्यो भिडियो बनाउँदा धेरै बनाइरहेको थियो कि त्यो भिडियो चाहिँ भर्खर उस गऱ्यौँ के भन्छ अरे धुप बाल्यौँ अब हामीले यो पाल्नु बाँकी छ यसलाई के भन्छ थाहा छैन पूजा गर्न हामीले चाहिँ भर्खर यहाँ धुप बाल्ने भ्यायौँ हामीले चरालाई उस दिन्छौँ परुवा प्लेस पर यहाँ चाहिँ परुवा बस्नुहुन्छ अरे अब यहाँ परुवालाई दिन्छौँ हामी चाहिँ यहाँ भर्खर भिडियो बनाएर सक्यौँ फोटो खिच्ने रे फोटो यस्तो खिच्ने गाइस अब घर जान्छौँ हामी घर गएर भात पकाउनु 9 बजीसक्यो गाइस कति अलि भात खाएर
भात सुधार लग्नु गाइस हामीले बसिसक्यो घर आइसक्यौँ घर आएर यहाँ तरकारी पकाउनु लाग्यो बसाउनु लाग्यो अब हामी हस्टेल जान्छौँ जर्सी किङ गएको देखाउनु पर्ने भ्लगमा आजको हाम्रो दिन गाइस लामो हुन सक्छ भ्लग कृपया हेर्नु म बोल्ने भिडियो जान्नेहरू बनाउने हो त्यो आजको दिनको भ्लग कस्तो आजको भ्लग कस्तो हुन्छ हेर्नु होला आज हाम्रो यताउति गर्दै दिन जाने भयो तरकारी यो पकाउनु लाग्यो भन्नु तरकारी चाहिँ आलु र घेरा बनाउनु लाग्यो घेरौला सोयाबिन अनि सोयाबिन आलु पनि सकिनु लाग्यो गाइस आलु काटेकै होइन यहाँ हेरी राम्रो भएर इस खाने भए आउँ हामी पकाएर दिन्छौँ होइन 5 मिनटको भयो क्या मिटिका त्यतिकै झरेछ त मेरो झरेन हेर थपक्क अडेर बसे होइन हामी चाहिँ अब तरकारी पकाएर सफा गर्छ खुर्सानी टठालिँदै छ है तिम्रो पर्छ मलाई कि त तिम्रो बेथा मलाई के थाहा आई लभ यु कति भयो हुन्छ अब त 3टा गर्छु चाहिँ अब तरकारी पकाउँछौँ अनि हस्पिटलमा खाना लिएर जानु छ फेरि 10 बजिसक्यो गाइस घरैमा फोन गर्नु गरे आमाले त्यसरी अघि त्यहाँ म पठाकुरीले बस्दाखेरि त अब त घर आयो भन् न र अरे आमा जान्दाको यहाँ पठाकुरी ए ल छिटो आउनु के गर्नु गाई सबैतिर भ्याउनु पर्यो होइन यो सुटीलाई घर ल्याउनु पर्दो रहेछ भएन धोएर लिएर आइज है प्याज काटेको कुरालाई दाना दे तरकारी पकाउँछु सफा गर्छु अहिले कोठा साइज तरकारी पकाएर छिटो उम्काउनु पऱ्यो क्या होइन कति काट्न पनि हामी चाहिँ अब खाना पकाउँछौँ गाइस झ्याप दुइटा भ्लग अब अर्को भिडियोमा गाइस बाई बाई हामी साथीहरूलाई पठाएको हाम्रो साथीहरू आएन यहाँ यिनीहरूको चाहिँ क्याम्प रहेको छ 29 गते अनि उहाँहरू सिकिरहनु भयो स्पेसल ट्रेनिङ अब हामी चाहिँ क्याम्प यिनीहरू जिल्लाहरू खेलेको अनि यिनीहरूलाई हामीले टक्कर दिएको साथीहरू काम थाहा आएन पछि भेट्छौँ ल यहाँ चाहिँ हाम्रो गुरु हुनुहुन्छ काली गुरु उहाँ आदित गुरु त्यति नै हो गाइस म भर्खर घर फर्केको म त भ्लग बनाउनु बिर्सेको कि अनि अहिले चाहिँ 7 क्वेसन होला गाइस म घर जान्छु घरमा अब को हुनुहुन्छ घरेर त्यहाँ सुनसान खोइ मान्छे चाहिँ त्यही चाहिँ के अरे रहेछ क्या अब बत्ती बोल्यो मात्रै मान्छे हुन्छ नत्र हुन्न कि हाम्रो घरमा अनि हिँड्दै हो अब म घर पुगेर भ्लग बनाउँछु मलाई कति मेसेज र कल गर्छु भन्न आएको क्या बाबा लगाएपछि भेट्छु ल लगाएपछि के चाहिँ म चाहिँ भर्खर घर आइपुगेँ आज म छिटा हो आज चाहिँ हाम्रो घरमा दिदीको बर्थडे हो कि त्यही भएर घरमा चाहिँ धेरै मान्छे हुनुहुन्छ म हो भएन ल गाइजहरू यहाँ चाहिँ अब खाना पाहुनाहरू आउनु भइसकेको छ फुपूहरू अङ्कलहरू अनि यहाँभित्र सानो भाइ छ अनि म यहाँ रहेको छु म टिका डन ए अनि यहाँ चाहिँ हाम्रो मास्टर नमस्ते गर नमस्ते गाइज भन् अघि भनेन ल उता चाहिँ अब यहाँ के पाक्दै बिहा हाउस है यहाँ चाहिँ मासु पाक्दै हो गाइज
यो रहेको छ केक हामीले ल्याएको। अनि यहाँ चाहिँ भित्र हाम्रो किचन कोठामा चाहिँ यहाँ चाहिँ अचार छ, अचार गोर्खा अचार। त्यति नै हाम्रो सिम्पल छ। अब हामी फ्यामिलीहरू मात्रै मनाएको हो। ल गाइस अब ये बत्ती बोल रहा तँ बोल्छ बोलाइ पऱ्यो भने के गाल घौट पारे पो हुन्छ। अनि आज घरमा बोल्दै भयो। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे डियर सीता, ह्यापी बर्थडे टु यु, गड ब्लेस यु भनियो। दामी आँखा देख्छु म। ह्यापी बर्थडे टु यु। अब एक बार अब केक काट्ने कार्यक्रम अब हालिहाल्नु पर्यो हाम्रो ला यति नै कस्तो होला भनिदिनु। बाई बाई।